यो पुल जाने बाटो चाहिँ कता हो भन्नुभयो कि त्यो मान्छेले त मालुम नै अरे क्या अघिसम्म त ठाउँहरू पनि राम्रो राम्रो लाग्दै थियो अहिले त गल्दै गएपछि त सबै जोतको लाग्नु थाल्यो त हौ दामी लाग्यो ठाउँ चाहिँ मलाई पहिला त सिधा बाटो थियो कि पाहाडको यात्रा बल्ल पाहाडको टुर मेरो बल्ल कम्प्लिट भयो कि पार्टी आयो कि त्यहाँ फेरि उस्तै तिर्खा लागेर मान्छे ढुस भइसक्यो यहाँ हे एभ्रिवान अ भेरी वार्म गुड मर्निङ टु अल सम्पूर्णमा सेवा र नमस्ते अनि आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु अनि अहिले चाहिँ भर्खर 5 बजे बज्दैछ होइन तर हामी चाहिँ हाम्रो डेस्टिनेसनतिर हिँडिसक्यौँ किनभने मैले हिजोको भिडियोमा हजुरहरूलाई भनिसकेको थिएँ हामी चाहिँ आज बासीखोरा जानु परेको छ है अनि हामी अहिले बिहानै हिँडिनौँ भने चाहिँ भरे बेलुका छिटै फर्किन सक्दैनौँ सो हामी चाहिँ मामा भान्जा चाहिँ 5 बजे हिँडिसकेको छौँ होइन अब आजको दिनभरिको यात्रा हुन्छ दिनभरि भन्दा पनि लगभग 10-11 बजेसम्मको हाम्रो हिँडाइको हुनाइ हुन्छ त्यो पनि एकदम डेन्जर हिँड्नुपर्छ होइन एकदम छिटो हिँड्नुपर्छ अनि मात्र 10 बजे पुगिन्छ होइन भने चाहिँ अलिक टाइम लाग्छ अनि हाम्रो चाहिँ त्यहाँ 1 घन्टा जतिको पेपर वर्क छ होइन अनि त्यो सकेर हामी फेरि फर्केर आएर भोलि चाहिँ हामी बिहानै नै हामी धरानतिर हिँड्नेछौँ हामी चाहिँ बल्ल आधी घन्टा पछाडि हामी पालिका आइसकेको छौँ होइन हिँडाइ चाहिँ यस्तो तुफान हिँड्यो कि आधी घन्टामा हामी चाहिँ आयौँ आज चाहिँ अब हामी चाहिँ लगभग 3 घन्टा जति लाग्छ होला हाम्रो डेस्टिनेसन पुग्नको लागि यस द सन इज अलरेडी अप नाउ निकै नै माथि आइसकेको छ घाम चाहिँ अनि हामी मामा भान्जाको चाहिँ हिँड्ने क्रम जारी छ अनि मामा पनि बासीखोरा नजानु भएको धेरै नै वर्ष भइसकेको छ किनभने उहाँ चाहिँ अब विदेश बसेर आउनुभएको हो होइन अनि उहाँलाई पनि खासै बाटो याद छैन रहेछ हल्का बिर्सेको जस्तो भएको छ रहेछ अनि हामी चाहिँ बाटोमा हिँड्ने मान्छेहरूलाई बाटोमा भेट्ने मान्छेहरूलाई सोध्दै जाँदैछौँ होइन अब हामी ओह्रालो लगाइसकेको छौँ अब ओह्रालो झरिसकेपछि तल चाहिँ पुल छ अरे अनि पुलदेखि चाहिँ हामी फेरि ओकालो चढेर चाहिँ हाम्रो डेस्टिनेसन पुग्छौँ है धेरै नै लामो छ अझै हामीलाई 2.5 देखि 3 घन्टा चाहिँ लाग्छ नै अरे अनि आजको मेरो दिन चाहिँ हिँडेर बित्छ होला है अब जानु आउनु हिँडेर बित्छ होला अनि हजुरहरूको चाहिँ राम्रो होस् एकदमै दामी होस् सो हेभ अ गुड डे गाइज खै कता बाटो पहिला त सिधा थियो न मामालाई थाहा छ बाटो न मलाई थाहा छ हामी चाहिँ अर्काको खेत पनि हिँड्दैछौँ बारी पनि हिँड्दैछौँ होइन मामा यता झर्नु कोसिस गर्नु हुँदैछ यहाँ रहेछ बाटो अर्काको बारी हामी चाहिँ अर्काको बारी अर्काको खेततिर आज पुरै हिँडिरहेको छौँ एउटा यहाँनिर यो भयो क्या भर्खर एउटा सानो कमेडी कुरा भयो क्या गाइज के भन्दाखेरि चाहिँ मामाले उता जाँदै गरेको मान्छेलाई ठिकै बाटोमा भेटेर यो दाजु यो पुल जाने बाटो चाहिँ कता हो भन्नुभयो कि त्यो मान्छेले त मालुम नै एकदम इन्होंने वक्त बदल दिया जज्बात बदल दिए जिंदगी बदल अरे क्या इन्डियन रहेछ क्या खोइ कसरी आइपुग्यो यहाँ होइन मालुम नै अरे हामी चाहिँ बाटो सोध्दै जाँदैछौँ होइन हाम्रो त यतै हो घर चाहिँ बासीखोरा हिँडेको बाजु तर बासीखोरा यहाँ माथि जानुपर्छ कि त्यही भएर हुन्छ हस् हिँड्दै आउँदै थियौँ दामीको सिन देखियो क्या के को सिन भन्दाखेरि चाहिँ टक्कसँगले सल्लाहघारीको सिन दामी देखियो क्या अब यस्तो दामी भ्यू त म मेरो भ्युवर्सलाई छुटाउँदिनँ सो हेर्नु सक्नुहुन्छ एकदमै दामी छ है सल्लाहको भ्यू मैले चाहिँ सोचेँ हजुरलाई देखाउनै पर्छ यो चाहिँ भनेर सोचेँ अब हामी जस्तो सहरमा बसेको पहिलादेखि नै सहरमा बसेकोहरूलाई त यस्तो चिजहरू त यस्तो सिनहरू त चिज हुन्छ नि त सो
हजुरहरूलाई देखाएँ मैले। अनि बाटोमा जे जति सिनहरू आउँछ राम्रो राम्रो सिनहरू आउँछ म हजुरहरूलाई देखाउँछु है। सो स्टे विथ मी। ओह्रालो झर्दैछौँ, अझै पनि हामी झर्दैछौँ। दामी ठाउँमा आइपुग्यो क्या फेरि। हेर्नु न टक्कसँगले अहिले चैत वैशाखमा सबै पातहरू झरिसकेको हुन्छ है। यहाँकै बर रहेछ यहाँ चाहिँ। अनि यो बस्ने ठाउँ रहेछ। दामी लाग्यो ठाउँ चाहिँ मलाई। सो मैले सेयर गर्नको लागि भिडियो गर्दैछु। बबाल ठाउँ चाहिँ बबाल छ। अब फेरि दुईवटा बाटो आयो, एउटा यता भयो एउटा यता भयो। मामा कता हो बाटो? कता? ल जताबाट हिँडाए पनि ठाउँ चाहिँ पुऱ्याउनु है मामा। आज डह्रो हिँडाइ मसिनै पऱ्यो बाटो। तर यस्तो दामी सिन देख्दाखेरि त हिँडेको गलेको पनि केही महसुस हुँदैन क्या। हेर्नु न दामी छ हौ ठाउँ त यार। भिरपाखा नि यस्तै राम्रो लाग्छ क्या मलाई चाहिँ फेरि। दामी छ दामी। मामाले छोडेर कहाँ पुगिसक्नु भयो होइन। सल्लाघारीको बाटो, ढुङ्गाको बाटो दामी भएर छ हिँड्नु चाहिँ। मामा चाहिँ तल पुगिसक्नु भयो है। आम्मामा थोरै त ओह्रालो छैन त हौ। अहिले पो गुटुङ कुद्दैछु म ओह्रालोमा। भरे त फर्किँदाखेरि त उकालो पर्छ, पसिनाले फाँक बनाउँछ। भरे चाहिँ गलेर फाँक भइन्छ है। पहाड आइयो है, वनपाखा घुम्यो, खोला खोल्सी घुम्यो। तर बल्ल एउटा चिज आयो क्या, यो चाहिँ झुर्लुङ्गे पुल हो है। अनि पहाड आइसकेपछि यस्तो अलिकति हिँड्ने ठाउँहरू आइसकेपछि चाहिँ अब झुर्लुङ्गे पुल नआएसम्म चाहिँ मलाई त इन्कम्प्लिट लाग्छ क्या। अब बल्लै मेरो यात्रा, पहाड आएको यात्रा, बल्ल पहाड आएको टुर मेरो बल्ल कम्प्लिट भयो। किनकि फाइनली आइ एम एट झुर्लुङ्गे पुल। या फाइनली दामी। वाउ या अम्बो कस्तो पुलदेखि निस्केको एकछिन बाटो पनि हल्लेको जस्तो लागिरहेछ क्या। अब फेरि उकालो सुरु भयो है। अब बासी खोराको उकालो चढ्नु सुरु भइसक्यो। अब अनि मैले चाहिँ मावली गाउँ छोडिसकेँ। अब मामा खालहरू सबै छोड्यो। अब बाटोमा जो भेटिन्छ बाङा भन्ने हो, काका भन्ने हो। वडा कार्यालयको बाटो कता हो? बाङा भन्ने, काका भन्ने, भतिज भन्ने। अब चाहिँ हामी बासी खोराको उकालो चढ्नु सुरु भइसकेको छ। वडा कार्यालय अल्लाम खाटालौ भन्ने भनिदिइहाल्नुहुन्छ फ्याट्टै। साह्रो भयो हौ, साह्रो भयो आज त। पसिना भइसक्यो, पुरै ढाड भिजिसक्यो। बाटो चाहिँ यस्तो छ है। अब रोड गयो भने कहिले हो कहिले सर्टकट हिँडेको। पसिना भइसक्यो, पुरै ढाड भिजिसक्यो पसिनाले।
ओडा चाहिँ एकदम माथि छ कि होइन यो उकालो कहिले सकिन्छ हौ त्यही भएर हामी चाहिँ ओडा हिँडेको उफ घटाउ तल तल घर गयो त अघि पुगिसक्यो अघिसम्म त ठाउँहरू पनि राम्रो राम्रो लाग्दै थियो अहिले त गल्दै गएपछि त सबै जोतको लाग्नु थाल्यो त हौ हेर त यहाँ तल रोटै रोड पार्टी आयो कि त्यहाँ फेरि उस्तै तिर्खा लागेर मान्छे ढुस भइसक्यो यहाँ उफ उफ अङ्कल हजुर माथि वडा कार्यालय आइपुग्नु कति छ अझै अब पुगिहाल्नु भयो अब कति मिनट अब रोटै रोड जानुहोस् कि हजुर त्यहाँ पुग्नुहोस् ठाडो जानुहोस् हजुर रोड भेट्नुहुन्छ अनि यसो रोटै रोड जानुहोस् पुगिन्छ टक्कै पुग्नु ओडा कार्यालय पनि गएको छ यो हजुर ओडा कार्यालयसम्म गएको छ यो गएको छ नि कहाँ पारिसक्नु बोल्नुहोस् मामा मलाई चाहिँ गलेर बोल्नु पनि मन छैन होस् हिँड्ने हो बिस्तारै स्वर्ग आइपुग्यो है स्वर्ग चाहिँ फेरि यो हो क्या हाम्रो लागि चाहिँ अहिलेको लागि चाहिँ स्वर्ग ब्याग यहाँ बस्छ म यहाँ बस वी आर अबाउट टु रिच आवर डेस्टिनेसन होइन हामी त लगभग पुगिसक्यौँ अनि अहिले चाहिँ भर्खर 9:30 मात्र हुँदैछ अनि हाम्रो चाहिँ यस्तो छ बाटो लगभग पुगिसक्यौँ हामीले 2टा जति डाँडा छिचो लिएर आइसक्यौँ होइन उकालो त कति ओह्रालो त कति हो अब अहिले आउँदा ओह्रालो परेको अब भरे जाँदा उकालो पर्छ आउँछ यस्तो छ है बाटो हाम्रो उफ हामी पुग्नुपर्ने चाहिँ त्यो ठुलो रुख हो कि त्यो ठुलो रुख हो अनि त्यहाँदेखि चाहिँ हाम्रो तेर्सो पर्छ अहिले चाहिँ हामी यस्तो बाटो हिँड्दैछौँ दामी भइरहेछ हिँड्नु पनि मजा भइरहेछ अहिले चाहिँ ठाउँ आइपुग्न आँट्यो नि त अलिक हल्का त मजा भइहाल्छ अब त बाटो त निस्क्यौँ मलाई चाहिँ अघिदेखि तिर्खा लाग्यो क्या तिर्खाले मान्छे ढुस भइसक्यो उफ अब गाउँघर त तपाईँहरूलाई थाहा छँदै होला कस्तो दामी हुन्छ हेर्नु न वन पाखा भिर बाटोहरू पनि हेर्नुहोस् दामी छ क्या हामी चाहिँ लगभग आइपुग्यौँ नै भन्दा पनि भयो है अनि यहाँ फेरि बाटोमा फेरि दामीको यहाँ रोटेपिङ रहेछ तर अब यो कसरी खेल्ने हो यो त अस्ति पनि आएन मलाई अस्ति बाटोमा आउँदा पनि थियो अहिले पनि छ तर आज चाहिँ म बस्छु होला अलिकति अलिक तल रहेछ कि यो चाहिँ उफ्रेर बस्नु सक्छु होला क्या यहाँ यसलाई म ट्राई गर्छु है त पुग्नुकै लड्यो भने त लडिन्छ सानो हुनु पनि घाटै छ भलिबल ग्राउन्ड पनि रहेछ यहाँ यस्तो छ गाउँघर यहाँ फाइनल्ली हामी चाहिँ हाम्रो ठाउँ आइसकेको छौँ होइन भन्दा पनि यहाँदेखि 2 मिनट हिँड्नुपर्छ तर यहाँदेखि चाहिँ मेरो घर जान्छ है यहाँदेखि चाहिँ मेरो घर जान्छ तर हामी घर जाँदैनौँ आज वडा कार्यालय अलिक पर छ यहाँदेखि देखिरहेछ पुरै होइन त्यहाँ जाने हो हामी चाहिँ यहाँदेखि चाहिँ मेरो घर जान्छ सो हामी चाहिँ यता लाग्यौँ मेरो घरतिर होइन वडा कार्यालयतिर लाग्यौँ यता पनि घर चाहिँ दामी छ क्या घरहरू ठाउँहरू दामी क्या यो जननायक चोक कि के चोक भन्छ क्या यसलाई या दिस इज द प्लेस है बल्ल आइपुग्यो वडा कार्यालय हाम्रो बासीखोराको वडा नम्बर कतिको हो त्यो पनि थाहा छैन तर हुनु चाहिँ यही हो हामीलाई लगभग कति 5:30 बजी हिँडेको होइन मामा 9:30 भनेपछि हामीलाई लगभग 4 घन्टा लाग्यो छिन काम थियो कहाँबाट आउनुभयो यहाँ त बैकुण्ठबाट उतैबाट अगाडि उता उबाट पालिका भन्दा नि अगाडि यो हाम्रो वडा कार्यालय खोलिने पनि टाइम भएको रहेन रहेछ अनि अहिले चाहिँ भर्खर सरहरू आउँदै हुनुहुन्छ अब लगभग खोलिने बेला पनि भयो होला अनि त्यहाँ चाहिँ निकै गर्मी लाग्यो क्या मलाई त्यहाँ रुखहरू पनि छैन रहेछ त्यो वडा कार्यालय मात्र रहेछ अनि म चाहिँ यहाँनिर रुखको छारी मुनि बस्नको लागि अलिक यता आएको छु यहाँ चाहिँ ठिकै छ यहाँ चाहिँ शीतलै छ अनि चिसो हावा चलिरहेछ
2,000 years later. फाइनल्ली बल्ल 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 हाम्रो काम सक्यो है। अनि त्यसपछि हामी चाहिँ अहिले खाजासाजा खाएर अब हाम्रो घरतिर जाँदैछौँ। अनि आज हाम्रो पेपर वर्क चाहिँ खास गरी आधी घन्टा 1 घन्टाको मात्र थियो है। तर पनि अब हुन्छ नि, अब गाउँतिरको अलिकति स्किल्ड हुँदैन हाम्रो कर्मचारीहरू है, त्यसैले अलिकति लेट भयो। त्यही पनि केही छैन, उहाँलाई धेरै धेरै धन्यवाद, हाम्रो काम गरिदिनु भयो होइन। ल अब चाहिँ हामी हाम्रो घरतिर फर्किँदैछौँ। अहिले चाहिँ हामी टक्क है आनन्दले काम पनि सक्यो होइन। अनि टक्क ओह्रालो झर्दैछु मैले चाहिँ। अब फेरि पारिपट्टि चाहिँ यस्तो उकालो छ, अब त्यो उकालोमा चाहिँ एकदम कछुवाको गतिमा हिँड्ने हो। अहिले चाहिँ टक्क एकदम स्पिडमा हिँड्दैछु म होइन, ओह्रालो चाहिँ शान्तमा क्या। अब भरे हुन्छ नि, भरे उकालोमा चाहिँ हुन्छ। ल हामी चाहिँ ओह्रालो झरिसक्यौँ है। यहाँ चाहिँ अघिको पुल छ है। अब चाहिँ हाम्रो उकालो सुरु भयो है। अब चाहिँ अघिसम्म चाहिँ ओह्रालोमा चाहिँ तुफान आयो। अब त्यतिको तुफान आएन भने त भरे बेलुकामा त घर पकिन्छ होइन। अघि ओह्रालोमा हामी तुफान नहिँडेको भए चाहिँ भरे घर चाहिँ हामी बेलुकामा त पुग्थ्यौँ क्या। लगभग 9-10 नै बज्थ्यो होला होइन। तर हामी ओह्रालो चाहिँ एकदम तुफान झऱ्यौँ। त्यहाँ चाहिँ हावा पनि सर्र आएको थियो। अब हाम्रो उकालो सुरु भइसक्यो। अब चाहिँ न हावा आउँछ न स्पिड हिँड्नु सकिन्छ। अब यतिको बिस्तारै हिँड्ने, अलिकति माथि पुग्ने, फेरि यसरी उभिने, अनि फेरि यताउति हेर्ने, फेरि हिँड्ने, यसरी गरेर अब हामी उकालो चढ्छौँ। लगभग आधी उकालो चाहिँ हामी चढिसक्यौँ, अझै बाँकी छ आधी चाहिँ होइन। हामी चाहिँ यो डाँडादेखि आएको क्या। हामी चाहिँ यो डाँडाको टुप्पीबाट आएको हामी चाहिँ। यत्रो त अब तल खोला देख्न सक्नुहुन्छ होइन। खोलादेखि चाहिँ हामी लगभग आधी आइसक्यौँ है। अझै छ बाँकी। पसिनै पसिना बनाइदियो, फेलत्तै बनाइदियो। आइया हाथा गले भन्दा हामी पनि अलिक माथि आइसकिसक्यौँ। अहिले एउटा चौतारीमा आएको छौँ। चौतारीमा चाहिँ तर पात चाहिँ छैन है। अब एकछिन थकाइ मार्ने हो, मिठो चौतारीको हावा खाने हो, अनि चाहिँ हामी फेरि यहाँदेखि मुभ अन हुन्छौँ। चढ्दा चढ्दा फ्याक भएको थियौँ, ठिक्क तिर्खा पनि लागिरहेको थियो है। अनुहार पनि पसिनाले पुरै पोले जस्तो भइरहेछ। ठिक्क पानी भेट्यौँ यहाँनिर। वाउ, खजिङरको आएर दैवले पुऱ्याउँछ भनेकै यही हो। पानी खायो, मुख पनि धुइयो है, हल्का रिलिफ भयो। अब लगभग त हामी आइ पनि सक्यौँ। अनि पालिका चाहिँ आइसक्न आँट्यौँ। अनि त्यहाँदेखि चाहिँ अझै लाग्छ हामीलाई। अब बिस्तारै जाँदाखेरि हामीलाई लगभग 40-45 मिनट चाहिँ लाग्छ। हामी चाहिँ लगभग आइपुग्न आँटिसक्यौँ है। पालिका आइपुग्न आँटिसक्यौँ। अनि आउँदै गर्दाखेरि एउटा राम्रो भ्यू देखियो क्या, हेर्नु सक्नुहुन्छ हजुरहरू पनि। यो बारीहरू एकदम बाँझै भए पनि अहिले चाहिँ कस्तो दामी देखिरहेछ क्या। अनि यो चाहिँ हाम्रो गाउँघरको घरहरू चाहिँ प्रायः सबै एउटै हुन्छ, दुरुस्तै नभए पनि प्रायः सबै एउटै नै हुन्छ। हामी चाहिँ पालिका आइपुग्यौँ। अब पालिकादेखि एनर्जी ड्रिङ्क किन्यौँ। अब खाँदै हामी चाहिँ ओह्रालो झर्छौँ। पुगिसकेपछि पनि हामी चाहिँ फ्रेस भएर है एकछिन रेस्ट गरेर फेरि तल बेसीमा दिक्कुले खानामा बोलाउनु भएको छ है। अनि हामी त्यहाँ पनि जान्छौँ। फाइनल्ली हामी चाहिँ घर आइसक्यौँ। अनि आज चाहिँ एकदमै हिँड्नु पर्यो हामीले चाहिँ, एकदम गलियो पनि। बल्ल आइपुग्यो। अनि कहाँ आउँदै हुन्छ नि भनेर फोन गरिदिएको, उठाउनु भएन। यहीँ नजिकै आइसकेको थियौँ क्या। दिनभरिको यात्रापछि हामी घर आयौँ। घरमा आएर फ्रेस भयौँ होइन। अनि आधी घन्टा जस्तो रेस्ट गरेर हामी चाहिँ अहिले अब तल इन्भाइट भएको ठाउँमा खानाको लागि इन्भाइट छ होइन, तल दिक्कुकोमा। अनि त्यहाँ हामी चाहिँ खाना खानुको लागि जाँदैछौँ मामा र म चाहिँ। अनि त्यहाँ दिक्कुलाई कल गरेर हामीले चाहिँ अघि पनि भनिसकेको थियौँ क्या, हामी अलिक आउनु लेट हुन्छ, हाम्रो अलिक टाइमिङ मिलेको छैन भनेर पनि भनेको थियौँ। तर पनि उहाँले चाहिँ अब 10-11 बजेसम्म भए पनि हामी पर्खिन्छौँ भन्नुभयो होइन। त्यसैले चाहिँ हामी अब झर्दैछौँ। अब जाने हो, दिक्कुहरूलाईसँग भेट्ने हो। त्यहाँ हाम्रो दाइ पनि हुनुहुन्छ है। अनि दाइसँग पनि भेट्ने हो, भाउजू हुनुहुन्छ, दिदी हुनुहुन्छ, भेट्ने हो। अनि एकछिन गफसफ गर्ने हो, खानासाना खाने हो, अनि आउने हो।
खानासाना खाएर गफसफ गरेर हामी फेरि हाम्रो घरतिर लाग्दैछौँ उकालै चढ्दैछौँ आज चाहिँ उकालो ओह्रालो हिँड्नु जुरेकै रहेछ अनि मैले चाहिँ आज खाना खाने टाइममा चाहिँ भिडियो गर्नु पाइनँ किनभने दिक्कु दिनेको अगाडि चाहिँ मलाई अलिक कस्तो अप्ठ्यारो लाग्छ क्या अनि मैले चाहिँ त्यहाँ खाना खाने टाइममा चाहिँ भिडियो बनाइनँ अनि मेरो चाहिँ आजको दिन चाहिँ एकदमै कठिनाइ रह्यो किनभने बिहान 5:30 बजेदेखि उकालो ओह्रालो हिँडेको नै छु बट आई होप हजुरहरूको चाहिँ दिन राम्रो रह्यो होला अनि मेरो दिन यस्तै भयो आज यति भन्दै चाहिँ म हजुरहरूसँग बिदाई हुन्छु ओके हेभ अ गुड नाइट बाई बाई सी यू इन नेक्स्ट भिडियो